ल आज चाहिँ भाइकोमा आएको छ है, दिदीभाइ भेट भएको छ। ल भाइकोबाट पनि एउटा सानो जाओस् है। नमस्ते फ्यापुनु। उहाँ चाहिँ मेरो गाउँको नाना सोरेङको हो। उहाँ हाल टिस्टा। अनि उहाँको भाइहरू, उहाँको छोराहरू अनि उहाँको छोरीहरू सबै मेरो साथी हो र उहाँहरू आइबस्नुहुन्छ। र यो चाहिँ एउटा उहाँहरूले मलाई गरेको सपोर्ट हो। एकदमै धन्यवाद तपाईँलाई र तपाईँको च्यानलमा जतिजना जोडिनु भएको छ सबै टिस्टावासीलाई पनि धन्यवादै दिन चाहन्छु। उहाँहरू आइरहनुहुन्छ अनि तपाईँहरू पनि मौका मिल्यो भने चाहिँ आउनुहोस् होला भन्न चाहन्छु। र अब यहाँ उहाँ नानालाई चाहिँ मैले नाना अनि भेना चाहिँ आएको छैन, आउनु भनेको छु आज भेनाहरू। भेना पनि आउनुहोस् होला, बालकुमार भेना। र नानालाई चाहिँ कस्तो लाग्यो भनिदिनु पऱ्यो। मलाई चाहिँ एकदमै है रमाइलो लागिरहेछ भाइकोमा आएर है। हाम्रो गाउँको भाइहरू है यसरी है अघि बढेको एकदमै मनपर्छ है। भाइको च्यानललाई है सबले नै सपोर्ट गरिदिनु होला है, सबैले माया गरिदिनु भएको छ है। साथैमा है यहाँ जो नानालाई फलो गरिदिनुहोस्, लाइक सेयर सब्सक्राइब कमेन्ट पनि लेखिदिनुहोस् होला। यहाँ चाहिँ जाडो भएर चाहिँ भाइले आगो फुकिरहेको छ। आगो तापिरहेको छ यहाँ साथीहरू। हामी चाहिँ रमाइलो गरेको छ दिदीभाइ हो। जतिजना भाइलाई माया गर्नुहुन्छ है अझै धेरै माया गरिदिनुहोस् है। हामी चाहिँ भाइकोमा आएको छु र तपाईँहरू जतिजना आउनु भएको छैन तपाईँहरू पनि आउनुहोस् है। उहाँहरूकोमा आएर है एउटा मनोरञ्जन है तपाईँले मनाउनुहोस् एकदमै है। ल बाई।